आमाबाउले भनेको मान्नु अनि शिक्षक शिक्षिका टिचर्सले भनेको मान्नु, अरूले भनेको नमान्दा किन भन्नु नि? किन भन्दाखेरि अब उसले भनेको उसले मान्ने, उसले भनेको उसले मान्ने भने तर अनुभव हुँदैन नि त। त्यसले गर्दाखेरि अब कता जाने भनेर थाहा हुँदैन क्या। तर आमा बुवालाई र टिचर्सलाई थाहा हुन्छ है। र आमा बुवा र टिचर्सले कहिले पनि भलो भन्छ क्या होइन, कुभलो कहिले चिताउँदैन। अरूले कुभलो चिताउन सक्छ तर तपाईको आमा बाबा र गुरुआमाले कहिले पनि मेरो विद्यार्थी बिग्रेर जाओस्, मेरो छोराछोरी बिग्रेर जाओस् भनेर भनेको हुँदैन। त्यसले गर्दाखेरि जहिले पनि चारजनाको कुरा मान्नु। कसको मान्नु? शिक्षक शिक्षिकामा दुईजना मात्रै नहुन सक्छ, अरू थुप्रै शिक्षिका थुप्रै शिक्षक हुनसक्छ। भन्नुको मतलब शिक्षक शिक्षिका र आमा बुवाको कुरा जहिले मान्नु ल। साथीभाइको नमान्दा ल। र गलत सङ्गतमा कहिले पनि झुल्नु हुँदैन हामी है। कसैले खैनी खाउँ कस्तो मजा आउँछ भनेर खानु हुँदैन। कसैले चुरोट खानु सिकौँ है कस्तो मजा आउँछ, उता अङ्कलले त खान्छ खानुपर्छ भन्छ भने कहिले खानुपर्छ ल। अहिले त अब यो उमेरमा त खानु 2-4 वर्ष पछाडि फेरि त्यो खालको सङ्गतहरू भेट्नु लाग्यो। त्यसले गर्दाखेरि सबैजना राम्रोसँग पढ्नु, राम्रोसँग पढ्नु, 3टा काम गर्नु। राम्रोसँग पढ्नु 1मा, 2मा राम्रोसँग पढ्नु, 3मा पनि राम्रोसँग पढ्नु।